दाइको केही छ यसो रमाइलो के म भनौँ म एउटा कुरा भनौँ भन्नु मिल्छ भन्नु पर्नु त्यही ठेकेवाला यो मेरो बिजु हजुर यो मेरो बिजु यो मेरो बिजु होइन ओके फोटो हो ल फोटो खिच्दै बोल्दै हुन्छ यो मेरो सुन मेरो मिजु आदरणीय मिजु हामी अहिलेको मिजु होइन सुन फिल्म लाइनमा मेरो मिजु जस्तो घामट मान्छे कोही पनि छैन किन भन सुटिङमा मात्रै फेरि सुटिङभन्दा बाहिर मनको दयालु मनको खाने मान्छे हो दुःख सुखमा हेर्ने मान्छे हो गरिबलाई हेर्ने मान्छे हो राम्रो दुःख सुख परेको मान्छेले उसले जे पनि गर्छ उसको केसहरू देखिरहेछ होइन त्यत्रो क्षति हुँदा पनि ल तेरो बाउलाई बोला तेरो बाउ त यस्तो रहेछ माफ पाइस् भन्ने मान्छे हो क्या पोजिटिभ रोल थियो अनि मेरो मिजु पनि पोजिटिभै रोल हो नेगेटिभ होइन नि तपाईँको दुवैजना पोजिटिभ थियो अनि डाइरेक्टरले चाहिँ तपाईँको मिजुको रोल चाहिँ अब को लिने भने कि मेरो दिमागमा स्ट्राइक गरिहाल्यो अनि मैले मिजुलाई फोन गरेँ हो गरेर सानो गरेर हामीले मजाले सुटिङ गऱ्यौँ हाम्रो गानै छ नि रेखासँग छ गानै छ नि नाच्छु छैन ल अब ओके ओके ल थ्याङ्क यू दाइ भइसक्यो मैले होइन अब भेट्न त बाँकी छ फेरि राम्रो काम है जे अघि पनि बोलाएछु मासाला त्यहाँ हेर मैले भनेको त्यो विजयको के थलापट्टि विजयले बोलिरहेको हालिदिएँ कि ताला कस्तो भएर यो मेरो हेमन्त यो छ नि यो र म एउटा फिल्ममा भिप्न रेप सिनमा परेको यसले चाहिँ डाइरेक्टरलाई म पहिला गएर रेप सिन गर्छु भनेको पछि लास्टमा पऱ्यो त लास्टमा लिएर रोएर रेप सिन गरेँ कि मलाई उभिएको तिमी त्यसरी अर्को कुरा फेरि एकछिन होइन नि अर्को एउटा कुरा है अब राई समालको कुरा ल्याउँछ है यहाँ के भने यहाँपट्टि थियो क्या ऊ डिआइजी भएको रोल थियो पहिला मलाई मार्छ राइसलाई अनि उसको पालि थियो कि सेकेन्ड कि थर्डमा थियो होइन अनि तालुमा हाने सिन बनाएको थियो कि हामीले नारायणपुरी हामीले बनाएको तालुमा हाने कि पुरा आँसु निकालेर रुइरहेँ पुरा एक्टिङ अब हेमन्त एक्टरै हो भरे त अनि मैले क्या भने जब त्यो गोलीसोली हानेको लिइसकेपछि त्यो निकाले त्यो भने त्यो हात पनि बाँधेको थियो बिचराको क्या एक्टिङ गर्यो के को एक्टिङ यहाँ धाङ हानेको फुट आँसु आएको कस्तो हाने उसलाई प्रब्लम हो त्यो उसले छ नि साँच्चै राइसले भनेको मलाई उसले यो एक फिटमा हामी यहीँ देख्छ नि हामीले यहाँ गर्छ नि उसले यो त्यहाँ देख्दो रहेछ यहाँ दिएपछि यहाँ हान्नु पर्ने भने यहाँ हाल्नु मलाई पनि सिकाइ त्यो थियो यहाँ र यहाँ ल उही छ तर त्यो सुकेको भए भाँच्यो हो होइन मैले 3 दिन कि 4 दिन त पेन किलर खाएर सुतेँ नि के गर्ने भित्र पनि गल्ती पहिला हामीलाई भने हामी बस्थ्यो नि होइन